हेलो नमस्ते एभ्रिवान है आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु भन्दै यसकै त हजुरहरु पनि सन्चै हुनुहुन्छ होला भन्दै आजको साथमा आज फेरि नयाँ भिडियो सुरु गरिरहेको छु। सो स्वागत छ हजुरहरुलाई मेरो नयाँ भिडियोमा है। आज फिलहाल भने चाहिँ म चाहिँ यहाँ मुस्कान होटलमै छु, देख्न सक्नुहुन्छ ब्याकग्राउन्ड है। मुस्कान होटलमा छु अन्त खाली छ अहिले चाहिँ अलिकति हो, मान्छे अलिक छैन, त्यही भएर चाहिँ मेरो चाहिँ आज सानो काम छ हैन। अन्त त्यो काम गरौँ भनेर चाहिँ बाहिर निस्केको। के भन्दाखेरि चाहिँ यहाँ मेरो आफ्नो बेबीलाई चाहिँ मैले स्याहार्नु पर्ने छ अलिकति हैन, स्याहार्नु पर्ने छ। हुन्छ एडजस्ट गर्नु हुँदैछ मलाई चाहिँ, अनि धुनुपर्ने छ नि त, यो चाहिँ मैलै छ पुरा बेसी, आफ्नो बेबीलाई स्याहार्नु पर्यो है। त्यही भएर चाहिँ आज हेरौँ। आजको वेदर भन्नुपर्दाखेरि चाहिँ यस्तो छ हो, घाम पनि छैन, पानी पनि परेको छैन, राम्रो चाहिँ राम्रो भइरहेछ हो। सायद पानी चाहिँ पर्छ होला, फगी बादल भइरहेको छ हो। अन्त यो चाहिँ हाम्रो रोडको नजारा देख्न सक्नुहुन्छ है, एकदम क्लियर दामी रोड भइरहेको छ हो। हाम्रो रोडको नजारा चाहिँ यस्तै छ। अन्त मलाई चाहिँ यहाँनिर अब दाजुले चाहिँ हेल्प गरिदिनुहुन्छ है। यो चाहिँ हाम्रो कार वास चाहिँ हामी आफै हो अब। कार वासको मान्छे चाहिँ यहाँ छ हो, मलाई हेल्प गरिदिनुहुन्छ दाजुले चाहिँ। आज यस्तो धुलो धुलो मैला भइरहेको छ, हेर्नुहोस् त, डट्टी गन्दा हो। यहाँ चाहिँ गन्दा यहाँ हेर्नुहोस् त, यस्तो मैला भइरहेछ। हाम्रो कार वासको मान्छे त अब हाँसी मजाक त यस्तै हो है, अब काम गर्नुपर्ने हुन्छ हो। हेर्नुहोस् होला भ्लग दाजुले चाहिँ पखालिदिइसक्नु भयो। अब मेरो यसरी मस्काउने काम चाहिँ मेरो हो नि त हो। हेर्नुहोस् है भिडियो। अब कार वास अब पैसा उठाउनेमा बस्नु ल, अरू कम धोइदिनु। कति अरे? 50 रुपियाँ ल, 100 रुपियाँ लाग्छ। पानी दुःख छ यहाँ। लु तपाईहरु पनि ल्याउनुहोस् है, यहाँ दाजुले चाहिँ धोइदिइहाल्नुहुन्छ नि फेरि। 100 रुपियाँ 50 रुपियाँ हो, धोइदिन्छ होइन। अलिकति उहाँको कुरा चाहिँ नपताउनुहोस् होला, अलिकति बेसी दिइहाल्नुहुन्छ फेरि गफ हो। अम्मामा सो यस्तै हो गाइज। अब के गर्नु, अब यस्तै हो नि। अब उयो गरौँ भने कार वासमा लैजाउँ भने औकात छैन, त्यही भएर आफै यसरी ट्याङ्काट्याङ यसरी दिनु पऱ्यो नि होइन। छर्र पार्ने हाम्रोमा चाहिँ क्या छैन औकात हो, त्यही भएर यसो कार वासमा लैजाउँ न कान्छी भन्ने एउटा कान्छा हेरिदिनु नि भनेको, खोइ तपाईँले हेरिदिनु हुन्न। सो हाँसीमा त त्यस्तै हो अब है, अब काम गर्नुपर्ने हुन्छ हो। हेर्नुहोस् होला भ्लग दाजुले चाहिँ पखालिदिइसक्नु भयो। अब मेरो यसरी मस्काउने काम चाहिँ मेरो हो नि त हो। सो हेर्नुहोस् है भिडियो। अब सेल्फ कार वास हो यहाँ हामी चाहिँ सेल्फ कार वास पऱ्यो क्या। अब यस्तै हो, अब के गर्नु, दुःख छ हौ, यस्तै हो है दाजु, दुःख भयो है। दुःखै छ नि। उता राख न उता। हतार धुम भनेको थिएँ कि, त्यही भएर अब चाहिँ हतार छिटो धोएर चाहिँ थन्काइदिउँ भनेर नि धुँदैछु। मैले चाहिँ अब लास्ट सकेको होइन, यो चाहिँ फाइनल हो मेरो चाहिँ, फाइनल सफा गरिदिएको। तपाईँको अलरेडी यसरी मस्काएर पनि सकेको होइन, अब फिनिस चाहिँ सेल्फ सकेको हाम्रो चाहिँ। यतिकै राख्नु तौरछ पानी पुरा यतिकै एकछिनबाट भित्र प्लास्टिकबाट हुँदैन, एकछिनबाट मात्रै हुल्ने सल्लाह भयो हाम्रो चाहिँ। सबै सुकेर मात्रै हो, अहिले नहुल्ने। फाइनल मेरो चाहिँ
भने चाहिँ अब एकदम मेरो बेबीको सरसफाइ सकिसकेको होइन, उसको बाथिङ कम्प्लिट भयो हो। अनि यहाँ हेर्नुहोस् मेरो यस्तो भएको छ, सफा भइसकेपछि चाहिँ हो कम्प्लिट गऱ्यौँ अब हामीले चाहिँ, हेर्नुहोस् होला। सो आजलाई यति नै, अब फेरि तपाईँहरूलाई म नेक्स्ट भिडियोमा भेट्नेछु है। बाई बाई।